सेवार हो अनि सबैजना आरामै हुनुहुन्छ अनि म चाहिँ सन्चै छु भन्नुपर्छ होइन। मेरो चाहिँ बिहानीको काम यस्तै छ होइन। म चाहिँ बिहान अब खेतको काम गर्छु अनि त्यही भएर खेतमा जाँदैछु होइन। तोरी उठाउनु छ मेरो। यो चाहिँ गाई हो रे भन्नु अरे क्या। यो चाहिँ गाई हो मेरो होइन। अनि गाईले यहाँ चाहिँ पगा लाउनुपर्छ है। साथीहरू घाँस काटेर खुवाउनुपर्छ भन्ने चाहिँ छैन। यति चाहिँ राम्रो लाग्छ होइन गाई पाले पनि। अनि यसरी ल्याउने हो खेतमा टना ठना ठना तानेर अनि यता ठोकिदिने हो। अब कहाँ अलिकति घाँस छ होइन साथीहरू। घाँस पनि कहाँ आउनु हेर्नु न। धान रोप्नलाई तयारी हुँदैछ के हो गर्नु। यहाँ पनि भरे बेलुकादेखि पानी लाउनु छ अनि अहिले चाहिँ यसो अलिअलि घाँस छेउछाउ पलाएको चाहिँ खाओस् भनेर लिएर आएको। अनि मेरो चाहिँ थोरै छ है साथीहरू। उयो चाहिँ उठाउनु तोरी उठाइसकेको लगभग। हिजो अलिकति सकिनँ त्यही भएर अलिकति उठाउनु छ। अब उठाउँ। तर साथीहरू मैले चाहिँ अब यो उठाउनु चाहिँ भने होइन बोक्ने बहुत के भन्छ तन्नै ल्याउन बिर्सेछु क्या। तन्नामा बोक्नुपर्छ नि त। हातमा त यति उठाइन्छ धेरै चाहिँ छैन। त्यही दुई चार चुटिया सर्ने छ होइन। अनि मेरो काम सक्छ अहिले बिहानलाई होइन। यो हिजो गरेको हिजो यति लगाएको छ होइन। अनि अब यसलाई माथि लगाउनु छ अझ अनि त्यो ल्याएर लाउनु छ। त्यति हो फाइनली काम अनि सक्छ। हामी चाहिँ यस्तोबाट बोक्नुपर्छ साथीहरू। अनि चलो चलो साथीहरू मेरो भारी चाहिँ रेडी भयो होइन। अब म चाहिँ ल कस्तो गरेर बोक्छु नि यस्तो गरेर बोक्ने हो। काम यस्तै हो साथीहरू। गाउँघरको काम होइन। नगरी पनि नहुने गरे पनि यस्तै हो। अब हल्का रमाइलो साथीहरू। तर मलाई बिहानै आज काम गर्नु चाहिँ पर्दैन थियो होइन। तर मलाई चाहिँ दिउँसो बिहेमा जानु छ क्या। त्यही भएर बिहानै काम गर्न आएको। अनि आज चाहिँ नत्र भए दिउँसो गर्दा पनि हुन्थ्यो। दिउँसो फ्री थिएँ अनि तर मलाई दिउँसो बिहेमा जानु छ त्यही भएर बिहानै काम गर्न आएको होइन। हेर्नुहोस् अब यहाँ माथि लगाउने हो। यो विपत्तिबाट कहिले पार भइन्छ साथीहरू। ल अब लगाउने हो यता माथि। अनि फेरि यसलाई यस्तो थ्याङ्क यू धन्यवाद। छोड्ने छोरी ल साथीहरू मेरो काम चाहिँ यही छ होइन। फटाफट काम चाहिँ सकिहाल्छु है। सक्यो होइन। 1 घन्टा 1.5 घन्टा लाग्यो होला होइन। मेरो त्यो योको चाहिँ होइन यति भयो होइन। अब मेरो चाहिँ काम सक्यो अनि घर जाँदैछु। अनि म अब खाना खान्छु। खाना खाएर मेरो साडीमा साथीलाई यो बनाउनु लगाएको छु। त्यो यो साइडमा खुट्नु परेको छ अनि त्यही भएर साथीलाई अब साथीकोमा जान्छु खाना खाएर साडी लिन। म चाहिँ साडी लिन जाँदैछु है। मेरो साडी भन्नु राम्रो त के भन्नु। त्यो साइडमा धागोको तिर निस्किँदो रहेछ। अनि त्यही भएर खोज्दै यो सिलाइरहेको छ। यो के भन्छ बल्ल पनि आउँदैन साथीहरू बुझ्नु होला किनकि मलाई धेरै बोल्न आउँदैन है। अलिकति के अरे गाउँले पाखे नि भन्छ नि म त्यस्तै हो।
होला। अनि साथीहरू मेरो चाहिँ साडी सिलाउनलाई तयार भएर हुन्छ। अनि सिलाउँदै हुनुहुन्छ साइडमा त्यो यो धागो निस्किन्छ नि त, त्यही भएर सिलाउनु पर्ने हुन्छ साथीहरू। अनि त्यही भएर साथीहरू अघि भ्याउनु भएन अरे, अनि अहिले मात्रै हतार गरिदिँदै हुनुहुन्छ। म चाहिँ आइसकेँ। कस्तो देखिरहेको छु फन पनि घुमेर देखाउनु अरे क्या, कमेन्ट गर्नु होला होइन कस्तो देखिरहेको छु। अनि अब म चाहिँ रेडी भइसकेँ होइन। अब साथीहरू आउँछन् अनि साथीहरूसँग भेला भएपछि हामी चाहिँ बिहेतिर जान्छौँ है त। यस्तै छ साथीहरू गाउँघरको बिहे। अनि मेरो चाहिँ रेडी हुने यो चाहिँ यति नै छ। अनि कस्तो देखेको छु कमेन्ट गर्नु होला। अनि म बिहेको पनि देखाउने छु है। ल साथीहरू हामी चाहिँ तयार भएर हिँडेको बिहेमा होइन, बिहेमा गएको हाई पुतली तिमी कहाँ गएकी अनि यति राम्री भएर? बिहेमा हिँडेको हाम्रो चाहिँ बाटोमा होइन साथीहरू। अब बाटोमा जाँदैछ, बिहेमा पुगेर बिहे पनि हेरौँ होइन। अनि कस्तो साथीहरू हामी चाहिँ बिहेमा पुग्न लागेको। अनि यो चाहिँ पुग्ने आधी बाटोमा मैले भिडियो फेरि अन गरेर अनि बोल्न थालेँ चाहिँ पत्तर बोलिरहेको छु। अनि यो चाहिँ हाम्रो जाने बाटो यस्तो छ है। हामी चाहिँ बिहेमा पनि पुगिसक्यौँ। अनि यो बेहुला र बेहुली यहाँ छन् होइन। अनि हामी पनि अब हाम्रो पालो छ टिका लगाइदिने पालो होइन। टिका चाहिँ लगाइदिनु राखेको रहेनछ। अनि फुल अनि के अरे त्यतिकै पैसा र फुल मात्रै दिनुपर्ने है। अनि साथीहरूले छिटो गर न भन्दै चाहिँ थियो। अनि मैले चाहिँ ल न त भनेर यहाँ साथी त्यो एकजना हो। अनि मलाई पनि छिटो भन्दै थियो। बहिनीले क्यामेरा गरेर पक्रिन लगाएको। अनि म चाहिँ बिचमा गएँ। अनि उहाँ माथि चढ्नुभयो। तर मैले चाहिँ पैसा र फुल अघि टिपिसकेको थिएँ। अनि पैसा हातमै बोकेको थिएँ। अनि दिएर म चाहिँ फटाफट दिएर झरिहालेँ। म चाहिँ दिइहालेँ। अनि उहाँ साथीहरूको पालो थियो। अनि उनीहरूलाई पनि अब आफ्नो पालो खतम गर्नु पर्यो, उनीहरूले पनि दिनु पर्यो नि त। अनि हाम्रो चाहिँ यस्तै छ साथीहरू बिहे। अनि यताउता गराइ चाहिँ यस्तो छ। अनि तपाईँहरूको चाहिँ कस्तो हुन्छ है। यहाँ हाम्रो गाउँमा बिहे थियो। अनि त्यही भएर गएको हामी पनि। अनि उहाँ साथीहरूको पनि भिडियो बनाएर म चाहिँ अघि झरिसकेर त तल आइसकेको छु साथीहरू। अनि हामी चाहिँ खाना खानलाई अब कुरा गर्दैछौँ, खाना खान जाऊँ भन्दै थियो। अनि हामी चाहिँ अब खाना खानतर्फ लाग्यौँ। यो चाहिँ हाम्रो खाना बिहेको। अनि हामी चाहिँ खाना खान थाल्यौँ साथीहरू। तपाईँहरू पनि खाना आउनु होला भन्नु अरे क्या। अनि मलाई चाहिँ भिडियो बनाउन अनि ब्लग बनाउन भनौँ भिडियो मैले कहिले बनाएको छैन। अनि लाज पनि एकदम लागिरहेको थियो होइन साथीहरू। रै पनि हल्का बेलुका बनाइयो साथीहरू। अनि अब खानासाना खाइसकेर पनि निस्केर फोटोसोटो लियो। अनि हल्का भिडियो बनाइयो। अनि बेहुला बेहुलीसँग फोटो खिचेको थिएँ साथीहरू। कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट गरिदिनु होला भन्दै आज चाहिँ म गएँ साथीहरू। अर्को ब्लगमा भेट्नेछौँ।